राजा अमेरिकामा सिपेज किन्न गएका थिएनन्। अमेरिकाले नेपाललाई देशै मान्न तयार थिएन। रुसले त नेपाल भारतकै हिस्सा हो भनिरहेको थियो। चीनले सगरमाथा आफ्नो दाबी गरिरहेको थियो। त्यो बेलामा राजा सबै देशमा गएर कोल्ड वारको बेला थियो त्यो। आफ्नो देश नेपाल पनि एउटा देश हो भनेर संयुक्त राष्ट्र सङ्घमा दर्ता गराउन सफल भएका थिए। राजाकै कारण नेपाल भन्ने देश दर्ता भएको कुरा त राजाका विरोधीले पनि स्वीकार गर्छन्। यदि देश नेपाल नभए भने के हुन्थ्यो र? भारतमा मिसिएको भए रेल चढ्न पाइन्थ्यो भन्ने किसिमको मदन राई टाइपको सोच छ भने त केही पनि भन्नु परेन। होइन भने भारतको दोस्रो दर्जाको नागरिक हुनु परेन। जसरी कश्मीरमा आगो बलिरहेको छ, जसरी मणिपुरमा चाहिँ विध्वंस भइरहेको छ, त्यो हामीले खेप्नु परेन भन्ने किसिमको गर्व लाग्छ भने राजा महेन्द्रले यतिको गुण चाहिँ हामी नेपालीलाई लगाएकै हुन्। यो कुरा विकट गाउँहरूमा झाडापखालाले मान्छे मर्थे एकदमै गाह्रो थियो भन्ने कुरा। तराईमा औलोले मान्छे मर्थ्यो। अमेरिकाबाट सहयोग ल्याएर त्यो औलो निवारण गरेर तराईमा बस्ती बसाएका पनि राजाले नै हुन्। राजालाई पनि यो कुरा थाहा थियो आफ्ना देशका जनता कसरी मरिरहेका छन् भन्ने कुरा। राजा महेन्द्रले चीनसँग बाटो खोल्दाखेरि भारत रिसाएको थियो। तपाईँहरू जसको हली भएर बस्नुभएको छ नि, ती सबै नेताहरू तात्तेका थिए महेन्द्रदेखि। अमेरिकाले स्पष्टीकरण सोधेको थियो माओको देशसँग किन बाटो खोलेको भनेर। त्यतिखेर साम्यवाद मोटर चढेर आउँदैन भनेर राजाले अमेरिकालाई जवाब दिएका थिए र हट गरेर त्यो बाटो खोलेको थियो। अहिलेको नेताहरूले त्यस्तो गर्न सक्दैन। त्यति जस चाहिँ उनलाई दिनुपर्छ। बाटो खोल्ने सवालमा छ नि, राजाले जति बाटो खोले त्यही बाटोमा अहिले मोटर गुडेको हो कि। अलि ठुलो बनाइयो होला ऋण ल्याइलाई, तर सबै पूर्वाधार चाहिँ राजाकै पालामा बनेको हो। त्यतिखेर पहाडमा बाटो लान हुन्न भनेर राजाले भनेका थिएनन्। पहाडमा बाटो लानकै लागि उनले अमेरिकादेखि, चाइनादेखि, भारतदेखि विद्वानहरूलाई ल्याएका थिए। सबैले के सल्लाह दियो भने अहिले यो ठाउँमा बाटो बनाउनको लागि गाह्रो छ, बजेटले पनि पुग्दैन र उपकरणहरू चाहिन्छ नि त ठुल्ठुलो रुख ढाल्ने। त्यस्तो किसिमको मिसिन त्यतिखेर विश्वमै बनेको थिएन। अनि नेपालले चाहिँ कहाँबाट लिएर आएर बनाउने त? त्यसकारण उनीहरूले सल्लाह दिए अहिले सम्म ठाउँमा बनाऊ भनेर पूर्व पश्चिम राजमार्ग राजाले बनाएको हो। त्यो किन बनाए त भन्दाखेरि आफ्नै देशमा जान पनि अर्काको देश भएर जानु पर्थ्यो। तराईमा औलो थियो, त्यो औलो निवारण गरेर तराईमा बस्ती बसाउने काम पनि राजाले गरे र सबै नेपालीहरू एक ठाउँमा ल्याउने काम गरे। पूर्व पश्चिम राजमार्ग त्यो हिसाबले बनायो। अहिले आवतीजीहरू त्यो बनाएको राजमार्ग अहिले नाप्नुहुन्छ, त्यो यताबाट घुमाउनु पर्थ्यो, उताबाट घुमाउनु पर्थ्यो भने आफूले बनाएको भए हुन्थ्यो नि त। माओवादी कालमा तपाईँले भन्ने गर्नुहुन्छ राजाको पालामा त गोरेटो बाटो त्यो बाँदर लड्ने भिड्थ्यो भने त्यो गोरेटो बाटो पनि माओवादीले भत्काएर हिँड्थ्यो। त्यो झोलुङ्गे पुल पनि माओवादीले काटिदिन्थ्यो। बाटो आयो भने आर्मी गाडी चढेर आउँछ भनेर भन्थे माओवादीहरू। पुल राख्यो भनेदेखि यो पुलमा आर्मी हिँड्छ भनेर काटिदिन्थ्यो, एम्बुस राख्थे, मारिदिन्थे। कतिजना मान्छे उनीहरूले पुल मुनि एम्बुस राखेर मारे, कतिजना मान्छेहरू उनीहरूले बसमा बम हानेर मारे। त्यसको हिसाब किताब कसले गर्थ्यो? माओवादी कालमा बाटो खन्न पाइन्थ्यो? डोजर उनीहरूले जफत गर्थे, ठेकेदारलाई कुट्थे। तपाईँले भन्नुहुन्छ टेलिफोनको कुरा गर्नुहुन्छ, त्यतिखेर टेलिफोनको जमाना संसारमा हाम्रो जस्तो अल्प विकसित देशमा भारतमै पनि भर्खर आएको थियो कि फोन। त्यो फोन राख्यो भनेर माओवादीले सुराकी भनेर मरणासन्न हुने गरी पिटेका मान्छेहरू कति छन्। र कुरा स्कुलको, कतिवटा स्कुल माओवादीले बन्द गरायो, कतिजना मास्टरहरूलाई माओवादीले पिट्यो। 3 वर्ष अगाडि मात्रै विप्लवले स्कुलको मास्टरलाई जासुसी गर्यो भनेर रुखमुनि लगेर रेटेर मारेको होइन। अनि तपाईँहरू भन्नुहुन्छ त्यतिखेर पढ्न पाइँदैन। राजाले बनाएको स्कुल पनि माओवादीले भत्काउँथ्यो। त्यतिखेर बनेका ब्याङ्कहरू पनि माओवादीले लुटेर लगेको होइन। त्यसको हिसाब किताब खोइ त। त्यसकारणले राजाले नगरेको यिनीहरूले गरेको होइन क्या। जहिले एउटा कुरा हुन्छ राजाले चाहिँ दलितहरूलाई अधिकार दिँदैन थिए, थिचोमिचो गर्थे। तपाईँहरूलाई एउटा कुरा के लाग्दो रहेछ भनेदेखि दलितहरूको सेन्टिमेन्ट लिन पाएदेखि यिनीहरू हच्किन्छ भनेर। तपाईँ हामीले भन्दा बढी नि राजाले दलितहरूलाई राम्रो गर्थे। बरु तपाईँ हामीले गर्दैनथ्यौँ। राजाले शिक्षक राखेको मान्छेलाई दलित शिक्षकसँग पढ्दैनौँ भनेर तपाईँ हाम्रो बाबुबाजेहरू पढ्न जाँदैनथ्यो। त्यो घटनासम्म भएको छ। दलवीर सिंह कामी भन्ने मान्छे चिन्नुभएको छ। उनी आफ्नो आरनबाट चाहिँ आफैले फलामको लट्ठा बनाएर पुल थाप्थे। त्यो कुरा थाहा पाएपछि राजा महेन्द्रले उनलाई बक्सिस दिएका थिए। राजा महेन्द्रले धेरै तलब खान्थे राजाहरूले भन्छ नि, तर उनीहरूले आफ्नो गोजीबाट धेरै राम्रो काम गर्ने मान्छेहरूलाई बक्सिस पनि दिँदै हिँड्थे। धेरै ठाउँमा उनीहरूले दान पनि गर्थे। विश्वविद्यालय बनाउँदाखेरि पनि राजाका मान्छेहरूले आफूसँग भएका गरगहनाहरू पनि राखेर दान दिएका थिए र यो विश्वविद्यालय बनाएका थिए। त्यही विश्वविद्यालयको तालाचाबी अहिले दलका नेताहरूसँग छ
र त्यही विश्वविद्यालयबाट अहिले सबै नेताहरूको गुन्डा कार्यकर्ताहरू पैदा हुन्छ। त्यही गर्नको लागि बनाएको थियो विश्वविद्यालय। तपाईँहरू पढ्न दियो भन्नुहुन्छ। पढ्न दिए भए हामी विदेशमा यसरी भाग्नु पर्थ्यो। 3 वर्षमा खत्तम हुनुपर्ने कोर्स 7 वर्षसम्म हुन्छ। कहिले क्लास हुन्छ थाहा हुँदैन, कहिले टेस्ट हुन्छ थाहा हुँदैन, कहिले रिजल्ट आउने टुङ्गो पत्तो हुँदैन। अहिले पनि सोभियतमा कुटाकुट भएर मान्छे घाइते भयो नि होइन, खुकुरी बोकेर स्कुल आउँछन्। त्यस्तो ठाउँमा मर्नु कि बाँच्नु भन्ने जस्तो स्थिति अहिले छ। नेपालमा पढ्न पाउने वातावरण अहिले छ। राजाले बनाइदिएको एउटा विश्वविद्यालय पनि यिनीहरूले खुकुरी तेर्साइकन सबैलाई धपाएर हामी बाध्य भएर विदेशमा पढ्न आउनु परेको छ। म दलवीर सिंह कामीमै थिएँ। दलवीर सिंह कामी त्यतिखेरका वैज्ञानिक थिए। राजाले उनलाई बक्सिस मात्रै दिएनन्, सरकारी जागिर पनि लगाइदिए। सरकारी जागिर पाएपछि दलवीर सिंह कामी घोडा चढेर हिँड्थे। त्यो फोटो तपाईँहरू खोज्नुभयो हुन्छ दलवीर सिंह कामी भनेर। कामीको छोरो घोडा चढेर हिँड्यो भनेर तपाईँ हाम्रो बाबुबाजेले कति रिस डाहा गरेका थिए।